त्यो पारसले गोली हानेको नि यो चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको टाइगर टप्स होटल अहिले यो अवस्थामा छ। र यो अर्को एउटा खास गरी यहाँ पूर्व युवराज पारस शाह र बङ्गलादेशी नागरिक रुबेल चौधरीको बिचमा एउटा घटना पनि घटेको थियो। पारस शाहले यहाँ गोलीकाण्ड गराइसकेपछि उहाँ पक्राउ परेर करिब 22 दिन हिरासतमा पनि रहनुभयो। र यो होटल खास गरी यो सहित चितवन निकुञ्जभित्र 7वटा होटल थिए पहिला र पछि ऐन संशोधन भएपछि यो होटलहरूलाई बाहिर निकालिएको छ र अहिले पनि सञ्चालनका लागि यसका सञ्चालकहरूले भरमग्दो प्रयत्नहरू गरिरहेका छन्। तथापि नेपालको पर्यटनलाई विकास गर्ने हो भने यस्ता निकुञ्जभित्र रहेका होटलहरूको प्रबन्धन गर्न जरुरी छ। तर खास गरी राज्यले सीमित शुल्क लिएर जसरी सञ्चालन गर्न दिएको थियो अहिले खण्डहर अवस्थामा छ। नेपालकै एउटा टप यति बेला यो पुरै खण्डहर अवस्थामा यो अब फेरि यसलाई सञ्चालन गर्न दिने हो भने पनि यहाँका कुनै पनि संरचना काम लाग्ने अवस्थामा चाहिँ छैनन्। अहिले तिसार जङ्गली जनावरहरू आयो भने यो बजाएर लखेट्ने काम गरिन्छ। गाह्रो त हुन्छ। खास गरी यहाँ हात्ती राख्नु भएको छ। हात्ती छ थाहा हो के भन्नु यहाँ जगत थाहा हजुर। म यहाँ जोइन भएको 1987। तपाईँ सुरुवातदेखि नै हुनुहुन्छ? सुरुवात हुनाले आदि यो सुरु भएको चाहिँ कहिले हो? 2021देखि। 2021 सालमा। कस्तो थियो त्यति बेलाको चहल पहल थियो? त्यहाँ अहिले चाहिँ के छ? पहिलाको राम्रो थियो चलपल त। अहिले अब कस्तै भइसक्यो, 13 वर्ष भइसक्यो भन्नु भयो। तपाईँ अहिले पनि 13जना मान्छे के काम गर्नुहुन्छ त्यहाँ? खास गरी यसको संरक्षण मात्रै गर्ने? 13 जना कस्तै सरकारी होइन, हो कि टाइगर टप्सको स्टाफ हो? टाइगर टप्सको स्टाफ हो। यसको मेन सञ्चालक को हुनुहुन्थ्यो अरे? विदेशी हो, जिमी एडवर्ड भन्ने थियो। जिमी एडवर्ड कहाँको नागरिक हो? मैले आफ्नै लगानीमा सञ्चालन गर्नुभएको? यो पहिला जमानामा रहेछ क्या। यो त हो यसो लामो छ कहानी, भनिदिनु न थोरै के छ तपाईँले बुझिहाल्नु। अब यो चाहिँ 2021 सालमा यहाँ त गाउँ रहेछ नि त पुरा। यो महेन्द्र सरकारको पालामा स्थापना भएको रहेछ। 2021 सालदेखि यहाँ रहेछ भने पुरै गाउँ टन्नै थियो। यहाँबाट कसरत जर्नेलसम्म। जर्नेल त अझ पछि उठायो, लगभग कति साल भयो र त्यो उठाएको त 64-65 हो उठाएको। त्योभन्दा यता चाहिँ पुरै गाउँ रहेछ त्यो। अब सबले ल यहाँ चाहिँ अब त्यो उसलाई चाहिँ नि गाउँ हटाएर आरएसए बनाउनु पर्यो भनेर माग गरेको क्या। निकुञ्ज सुरु नहुँदै स्थापना नहुँदै यहाँ त पुरै गाउँ नि गाउँ थियो। पछि निकुञ्ज स्थापना पछि हटायो। अनि यहाँ होटल बस्यो। यो होटल बसेपछि माग गरेको सरकारले सरकारसँग, ल यहाँ चाहिँ यो गाउँ हटाएर आरएसए बनाउनु पऱ्यो भनेर। अनि त्यसपछि हुन्छ त नि भनेर महेन्द्रले गाउँ सर्लकै हटाइदियो। कहाँ विस्थापित गरियो कि कता? विस्थापित गरेर कोही यो मेघोली यो साइडमा लग्यो, कोही माडी यो कसरा साइडको जम्मै माडी गएर रहेछ। अब त्यसरी
उठाएर चाहिँ यो जुन छ नि खोरियातिर तलको नलपरासी पारीमा अझै बुढाहरू भेट्छ कि हामी पहिला त्यहाँ काम गर्थ्यौँ बसोबास थियो हाम्रो भन्छ कि कहिले बुढाहरूले अझै त्यसरी चाहिँ उठाएर अनि बस्दा बस्दा अनि यो 2030 31 कहिले हो निकुञ्ज भनेको 30 मा त्यसरी गएको ऊ रहेछ नि अब यो होटल नबसे अब यो गाउँ हुन्थ्यो यो निकुञ्जै बन्द निकुञ्ज स्थापना हुनभन्दा पहिला यहाँ होटल थियो होइन टाइगर टप्स त्यो पहिल्यै थियो 21 सालदेखि 21 साल 30 मा निकुञ्ज स्थापना भयो 30 सालमा बल्ल निकुञ्ज त यो होटल नबसेको भए यहाँ निकुञ्जै हुन्थेन गाउँ हुन्थ्यो टर्ने समस्या त्यो हो तपाईँहरूलाई तलब चाहिँ कहिले दिन्छ अहिले टाइट अनि यसको अरू शाखा पनि छ कि एउटा त्यही अगाडि छ त्यो अमलटारीमा थारू भेज यसैको शाखा हो एउटा बर्दिया छ टप्स होटल चाहिँ यो निकुञ्ज स्थापना हुनभन्दा पहिल्यै 30 मा निकुञ्ज स्थापना भयो र 2021 मा यो स्थापना भएको यहाँ ब्रिटिस नागरिक एडवर्ड भन्ने एउटा ब्रिटिस नागरिक अहिले चाहिँ आइसल्यान्ड भन्ने छ त्यसमा त्यति बेला ब्रिटिस नै थियो उहाँले स्थापना गरेको हो र पछि निकुञ्ज स्थापना भइसकेपछि लामो समय यहाँ होटल रह्यो र नेपालको प्रमुख पर्यटक केन्द्रमध्येको एउटा यो केन्द्र थियो र अहिले यो 13 वर्ष अगाडि चाहिँ मलाई लाग्छ 71 साल हो कि 69 सालदेखि चाहिँ यो होटल सहित निकुञ्जभित्र रहेको अरू 7 वटा होटल चाहिँ बाहिर सारिएको छ निकुञ्जबाट बाहिर सारियो निकुञ्जबाट बाहिर लगेको छ अहिले चाहिँ यो कुन उद्देश्यले चाहिँ यो निकुञ्जबाट यसै होटल बाहिर सारियो किन यो त संरक्षणकै लागि भनेर चाहिँ वन्यजन्तुमा जुन संरक्षणकै लागि भनेर सारिएको खासमा तर यो होटलले संरक्षणमा योगदानै दिएको थियो किनभने हाम्रो यहाँको पर्यटनको रेभेन्यूदेखि लिएर धेरै कुराहरू किचन किचनको अवलोकन गरौँ भित्र बन्द छ अब बाहिरी संरचना हेरौँ यो होटल फेरि सञ्चालन गर्न दियो भने पनि कुनै चिज यहाँ काम लाग्ने अवस्थामा देखिँदैन यस्तो छ अवस्था टाइगर टप्सको